Hello everyone, welcome to our new video. आज चाहिँ हामी वाटर सप्लाई इन्जिनियरिङको नोटहरुको केही डिस्क्राइब गर्ने छौं। यो भन्दा अगाडिको भिडियो हामीले इरिगेसनको बारेमा चाहिँ कम्प्लिट बनाइसकेका छौं। यदि हजुरहरुलाई इरिगेसनको नोट चाहिन्छ र त्यसको डिटेल नोटहरु पीडीएफ मा चाहिन्छ भने हामीलाई WhatsApp मा मेसेज गर्नु होला, जुन चाहिँ डिस्क्रिप्सनमा हाम्रो नम्बर अलरेडी छ र WhatsApp ग्रुप जोइन हुन सक्नुहुनेछ। आज चाहिँ वाटर सप्लाई इन्जिनियरिङ अन्तर्गत सुरुमा छ वाटर सप्लाई इन्जिनियरिङको डेफिनेसन। के हो त वाटर सप्लाई भनेको? भिडियो सुरु गर्नुभन्दाखेरि चाहिँ तपाईहरुले च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। वाटर सप्लाई भन्ने बित्तिकै चाहिँ हामी पानी वितरण भनेर चाहिँ बुझ्छौं नेपालीमा। त्यो इन्जिनियरिङमा चाहिँ के भन्छ त त्यसलाई? वाटर सप्लाई इज द ब्रान्च अफ सिभिल इन्जिनियरिङ। यो चाहिँ एउटा सिभिल इन्जिनियरिङको एउटा ब्रान्च हो, which deals with the water supply of safe water for various purposes such as drinking, cooking, washing, home sanitation, industrial purpose, commercial purpose, etc. insufficient। अब हामीलाई चाहिएको जति पानी, सफा पानी अथवा शुद्ध पानी चाहिँ विभिन्न उद्देश्यका लागि हुन्छ, जस्तै खानको लागि होला, खाना पकाउनको लागि होला, नुहाउनको लागि होला, लुगा धुनको लागि होला, घर सरसफाइको लागि होला, अन्य औद्योगिक कामको लागि होला अथवा कमर्सियल कामको लागि होला। हामीलाई चाहिँ चाहिएको मात्रामा चाहिँ पानीलाई चाहिँ सेफली चाहिँ सप्लाई गर्न सक्ने भने त्यसलाई चाहिँ वाटर सप्लाई भनिन्छ। त्यो वाटर सप्लाई गर्नुको मुख्य उद्देश्य के छ त? अब्जेक्टिभ अफ वाटर सप्लाई। The main objective of water supply is to bring water from source and supply safe water to the consumer in adequate quantity efficiently at low cost। जति सकिन्छ कम पैसामा सकेसम्म फ्रीमै। अब इफ मुहान टाढा छ भने त्यसको बिल तिर्न पाउन सक्ने अवस्था हुन्छ। त्यसको लागि यसको मुख्य उद्देश्य, वाटर सप्लाईको मुख्य उद्देश्य भनेको चाहिँ सफा पानी सोर्सबाट कन्ज्युमरलाई चाहिँ जति मात्रामा चाहिएको त्यति मात्रामा चाहिँ सकेसम्म लो कस्टमा चाहिँ सप्लाई गर्नु चाहिँ यसको मेन उद्देश्य हो। अनि अर्को चाहिँ एन अर्गनाइज्ड वाटर सप्लाई सिस्टम एज फलोइङ हो। अर्गनाइज्ड वाटर सप्लाईको चाहिँ अब्जेक्टिभहरु दिएको छ। सेफ वाटर टु कन्ज्युमरलाई चाहिँ सेफ वाटर सप्लाई गर्ने, होलसम वाटर पिउन योग्य पानी वितरण गर्ने, अनि टु मिनिमाइज वाटर रिलेटेड, जब पानीबाट लाग्ने सफा पानी वितरण गर्यो भने पानीबाट लाग्ने रोगहरु आफै कम भइहाल्छ। सो रोगहरु लाग्न नदिन सफा पानी वितरण गर्ने। अनि टु सप्लाई एक्युरेट अमाउन्ट अफ द वाटर दैट इज डिमान्ड इक्वल टु सप्लाई। जति डिमान्ड छ, वाटरको डिमान्ड छ त्यति चाहिँ सप्लाई गर्नु पर्यो। अनि टु सप्लाई वाटर एट एफोर्डेबल रेट। अब सकेसम्म फ्रीमै, अब सकिन्न भने एफोर्डेबल, कन्ज्युमरले एफोर्ड गर्न सक्ने खालको रेटमा चाहिँ वाटर सप्लाई गर्न सक्नु पर्यो। टु मेक वाटर अभाइलेबल विदिन इजी रिच टु कस्ट अफ कन्ज्युमरले चाहिँ सजिलै पानी पाउन सक्ने गरी चाहिँ सप्लाई गर्नु पर्यो। त्यसपछि इक्वल एक्सेस टु द सोर्सबाट चाहिँ बराबर एक्सेस, अब सबै कन्ज्युमरलाई चाहिँ बराबर एक्सेस पर्ने गरी बीच ठाउँमा दारा लगाएर अथवा कसरी हुन्छ सप्लाई गर्ने। टु सप्लाई रिलेबल एन्ड इक्वल प्रेसर अफ सप्लाई प्रेसर। अब सबै कन्ज्युमरहरुलाई चाहिँ इक्वल प्रेसरमा बराबर पानी वितरण गर्ने भन्न खोजेको सबै ट्यापहरुको लागि। अब वाटर सप्लाईको पर्पज भइसकेपछि अथवा अब्जेक्टिभ भइसकेपछि त्यसको टाइपहरु के छन् त? वाटर चाहिँ चार टाइपको हुन्छन् मेन। एउटा हुन्छ प्योर वाटर, अनि पोर्टेबल वाटर, कन्टामिनेटेड वाटर, अनि होलसम वाटर। वाटरलाई चारवटा भागमा चाहिँ डिभाइड गरेको छ टाइपहरु भनेर। त्यसैले वाटरका सोर्सहरु के छन् त? सोर्स भनेको सरफेस सोर्स। सरफेस सोर्स अन्तर्गत हाम्रो रिभर भयो, स्ट्रिमहरु भए, लेकहरु, लेकमा पनि एलिभेटेड लेक, अनि पोन्ड सीको पानी चाहिँ ड्रिङ्केबलको लागि खासै पर्पज युज हुन्न, किनकि यहाँ धेरै फोहोर हुन्छ। अनि इम्पाउन्डेड रिजर्भरहरु जस्तै अर्बन एरियाहरुको लागि चाहिँ यदि धेरै युज गर्ने गरिन्छ। त्यसपछि यो सरफेस सोर्स भइसकेपछि ग्राउन्ड सोर्सहरु, अन्डरग्राउन्डहरु, यिनीहरुलाई चाहिँ चारवटा टाइपमा डिभाइड गरेको छ। स्प्रिङहरु, वेलहरु, इन्फिल्ट्रेसन ग्यालरिजहरु, अनि इन्फिल्ट्रेसन वेलहरु। पहिलो छ स्प्रिङ भनेको नेचुरल आउटफ्लो अफ ग्राउन्ड वाटर appearing at the earth। Natural outflow of groundwater appearing at the earth surface, capable for supplying small quantity of water। थोरै क्वान्टिटीमा चाहिँ यसले चाहिँ
सप्लाई गर्न केपेबल हुन्छ। यसलाई चाहिँ स्प्रिङलाई चाहिँ फेरि दुईटा टाइपमा डिभाइड गर्छ, एउटा ग्रेभिटी स्प्रिङ र नन ग्रेभिटी स्प्रिङ। नन ग्रेभिटी स्प्रिङ चाहिँ वाटर सप्लाईमा खासै युज हुन्न। अनि ग्रेभिटी स्प्रिङ भनेको चाहिँ ग्राउन्ड वाटर टेबल राइजेज हाई एज वाटर फ्लो द साइड when the groundwater table is rises high, groundwater table चाहिँ high छ and the water flow through the side of natural valley or depreciation, the spring form is called gravity spring. ग्रेभिटी भनेको चाहिँ अब माथिबाट तल, यसरी सिम्पल बुझौँ। यसलाई चाहिँ डिप्रिसिएसन र कन्ट्याक्ट गरेर चाहिँ दुईटा डिभाइड गर्छ, अथवा स्यालो स्प्रिङ अथवा सर्फेस स्प्रिङ भनेर। नेपालमा चाहिँ सर्फेस स्प्रिङ चाहिँ मोस्टली युज हुन्छ, यो चाहिँ एमसिक्यूमा पनि सोधेको हुन्छ। अनि अर्को चाहिँ आरसिएन स्प्रिङ। अनि डिप्रिसिएसन यस्तो हुन्छ भने ग्राउन्ड लेभलभन्दा चाहिँ वाटर टेबल तल हुन्छ, त्योभन्दा तल फेरि अनकन्फाइन्ड एक्विफायरहरू हुन्छ। त्यसको चाहिँ क्वालिटी चाहिँ वाटर टेबलको डेप्थ अनुसार चाहिँ डिपेन्ड हुन्छ। अनि त्यसपछि कन्ट्याक्ट सर्फेस स्प्रिङ भनेको चाहिँ वाटर टेबलभन्दा तल अनकम्बाइन्ड र इम्पर्भियस लेयरबाट चाहिँ निस्किने पानी हो। यसको पनि क्वालिटी चाहिँ वाटर टेबलको डेप्थसँग चाहिँ डिपेन्ड हुने गर्छ। यसको क्वान्टिटी चाहिँ रेनी सिजनमा धेरै र ड्राई सिजनमा चाहिँ कम हुने गर्छ भने आर्टिसियन भनेको चाहिँ वाटर फर्म्स ड्यु टु प्रेसर अफ कन्ट्याक्ट रेटको प्रेसरले चाहिँ वाटर फर्म हुन्छ भने चाहिँ त्यसलाई आर्टिसियन स्प्रिङ भन्छ। यो चाहिँ वाटर कम्स फ्रम कन्फाइन्ड प्रेस क्वालिफायरबाट एक्विफायरबाट चाहिँ हुन्छ, कन्फाइन्ड एक्विफायरबाट। अरू दुईवटा चाहिँ अनकन्फाइन्ड एक्विफायरबाट हुन्छ भने आर्टिसियन स्प्रिङबाट चाहिँ कन्फाइन्ड एक्विफायरबाट हुन्छ र यसमा चाहिँ वाटर चाहिँ गुड क्वालिटीको पाउने गर्छ। त्यसपछि एक्विफायर पनि कन्फाइन्ड एक्विफायर, अनकन्फाइन्ड एक्विफायर र पर्ज एक्विफायरबाट तीन टाइपमा डिभाइड गरेको छ। वाटर टेबलसँग जोडिएकोलाई चाहिँ अनकम्बाइन्ड एक्विफायर भनिन्छ भने पर्ज एक्विफायर भनेको वाटर टेबलभन्दा माथि टेम्पोररी केही समयको लागि र यसमा चाहिँ डिस्चार्ज कम हुन्छ, जुन चाहिँ हामी फिगरबाट हेर्न सक्छौँ। ग्राउन्ड लेभलभन्दा तल चाहिँ पर्ज एक्विफायर, त्योभन्दा तल फेरि वाटर टेबल छ भने त्यसको तल अनकम्बाइन्ड हुन्छ र अनइम्पर्भियस लेयर तल चाहिँ कम्बाइन्ड, सबभन्दा तल चाहिँ कन्फाइन्ड हुन्छ, त्यसको माथि इम्पर्भियस लेयर हुन्छ, त्यसपछि अनकम्बाइन्ड हुन्छ भने त्यसपछि वाटर टेबल आएर पर्ज एक्विफायर आउँछ र त्यसमाथि ग्राउन्ड लेभल। डिफरेन्स बिट्विन स्यालो एन्ड डिप वेल। वेलको यो चाहिँ धेरै जसो सोधिराख्ने क्वेसन हो, इक्जाममा 5 नम्बरमा सोधेको हुन्छ प्रायः जस्तो। स्यालो वेल भनेको वाटर ट्यापिङ फ्रम अनकम्फाइन्ड एक्विफायर, वाटर चाहिँ अनकम्फाइन्ड एक्विफायरबाट आउँछ भने डिप वेलमा चाहिँ कन्फाइन्ड एक्विफायरबाट चाहिँ वाटर आउने गर्दछ। अनि यसमा चाहिँ स्यालो वेल चाहिँ लेस एक्सपेन्सिभ हुन्छ डिप वेलभन्दा, डिप वेल चाहिँ मोर एक्सपेन्सिभ हुन्छ स्यालो वेलभन्दा। अनि स्यालो वेलमा चाहिँ लो लेबर एन्ड मेटेरियल कस्ट हुन्छ भने उसमा डिप वेलमा चाहिँ हाई लेबर एन्ड मेटेरियल कस्ट चाहिँ हाई हुन्छ। अनि लेस डिस्चार्ज अफ अबाउट 5 लिटर पर सेकेन्ड हुन्छ भने यसमा चाहिँ डिप वेलमा चाहिँ मोर डिस्चार्ज अफ 50 लिटर पर सेकेन्ड हुन्छ। अनि यसको पानी चाहिँ हाउस होल्ड लेभल डोमेस्टिक पर्पजको लागि हुन्छ भने डिप वेलको वाटर चाहिँ प्रायः जस्तो कम्युनिटी लेभलको लागि चाहिँ युज हुने गर्छ। इन केस अफ काठमाडौँ भ्याली डेप्थ अफ स्यालो वेल अप टु 30 मिटर हुन्छ भने डिप वेल मोर देन 30 मिटर हुन्छ। चाहिँ काठमाडौँको मात्र उ गरेको छ। वेल भनेको आर्टिफिसियल वेल ट्यापिङ ग्राउन्ड वाटर इज कल्ड वेल, जस्तै हामी नल्का भन्छौँ प्रायः जस्तो। देयर आर टु टाइप्स अफ वेल, स्यालो वेल एन्ड डिप वेल। हामीले माथि डिफरेन्स चाहिँ हेरिसक्यौँ स्यालो वेल र डिप वेलको।